हामी फेरि हामीसँग फाइनली हामी आइसक्यौँ। कति लास्टै के कति राम्रो होइन बिस्तारै सकिन्न के जान म त फर्केर धेरै चाहिँ अल्ली नै छ लास्टै अलि नै छ हजुर सुन्दा है यस्तो हल्लिँदैन नि पङ्कज सर कहाँ जानु हो ओ पङ्कज सर नफुङ्गाल्नु है अलि बढी हल्लियो के भयो तिनी मान्छे झरी जाम्ला सुन त तिनी मान्छे झरी जाम्ला के भयो नाइ के नजानु के भयो डराउनु त बाबु कहाँ छ बाबु तरो यत्रो फोन पाले केही हुन्न क्या जाम यस्तो हल्लेर त नजानु ए रिया आउनु न त्यस्तो हल्लिँदा त हो जान्न म त ए बा धेरै भयो यस्तो त ओभरै भयो ए राम 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 ए झन् पङ्कज सरले हल्लाउनु भयो क्या ओ पङ्कज सर बिचमा उभिनु त झन् हल्लियो के भयो लास्टै हल्लियो भाइ पङ्कज सर डराउनुहुन्छ कि अस्ति गएन केही हुन्न डराएँ म त त्यसै यत्रो बच्चाहरू केही भएन डराएन यसलाई डरै लाग्दैन न जुडो आइछ नि क्या हेन्समसँग त यो हो नेपालको दोस्रो लामो पुल
साह्रै हल्लिएको छ होइन कहाँ गएर आउनु अलिकति खानु अझ क्या ढलफल ढलफल गर्नु है साह्रै हल्लिने चाहिँ पुल त बिच सेन्टरमा नहल्लिँदो रहेछ यहाँबाट बिच सेन्टरबाट देखिने गाउँ यो भड्काको यो रेडी यो भड्का साइड यो भड्का आएर थोर्का मान्छेको भिडभाड छ आज साह्रै डर लाग्छ बेस नै हल्लिने छ यो पुल भड्का टेक्छौ अब केही समयमा दौड 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 तातो भयो डर लाग्दैन थोरै फुल लाग्छ भान्जालाई फुल डर लाग्छ हल्लिन्छ अनि ओ माई गड ल जाम लेट्स गो ल खतरनाक छ आइतबार सिधैका सिधै सोमबार आउनुलाई किनभने यहाँ मान्छे धेरै हुनु त्यस्तो हो मजा भयो आऊ आऊ अहिले जाम ल उनीहरू गइसकेपछि त्यहाँ तिर्खलले चाहिँ पछि पछि लाउनुहुन्छ हिँड्न दिनु न त्यो त बुढो भएछ म त केटी यहाँ भेट भएछ पनि ठ्याक्क सल्लाह गरेँ त्यही नि काम अझ जारी छ यो बडका साइड भर्याङ बन्दैछ मिलाउन सकिएन त यार
हेर्नु यसबाट यस्तो आउँछ कि फेरि आकाश निलो सब देखिन्छ यसबाट हेर्नु हेर्नु बिरेन सर फर्किँदै हामी कहाँ छौँ अहिले हामी आएन पछाडि फर्किनु हामीतिर फर्काउनु तपाईँ नडराउनु है ल तपाईँ चाहिँ नि यो सुप्पा देउरेलीमा बन्जी हानेछ नि केटीले त्यस्तो नहान्नु होला बन्जी ट्याक्कै नहान्नु होला भिडियो बनाइ पनि हिँड्न लाग्यो त्यस्तो अलिकति कस्तो रह्यो अनुभव तपाईँलाई कस्तो लाग्यो आजको यो हिँडाइ आजको हिँडाइ रमाइलो अति सुन्दर मनमोहक सुप्पा देउरेली जस्तो के अरे बन्जी खेल्ने मन त गरेन गरिन त हालिरहेको छैन यहाँ त मात्रै मोटो कति बेला आयो डर लाग्छ यार हल्लिएर बढी यार होइन यो त बढी हल्ल्याएको छ कि अघि त हल्ल्या थिएन मान्छे कहाँ छ नि छैन त्यही पनि हल्लिएको के यता झन् यस्तो हल्ल्या छ जानुपर्छ पारिसम्म त भैया स्प्राइट बोला था देखिन त मैले बस्नु कहाँ हुनुहुन्छ त देखिन त ओ पारि राम 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 इस फिल्ममा होइन र राम 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 गर्दै वीरेन सर सक्नुहुन्छ आधीसम्म जानुहुन्छ ल राम 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 गर्नु जानुभयो ल तपाईँ सक्नुहुन्छ अब सिक्नु भयो केही चिज ल होइन जानुभयो पालेपछि त्यसलाई घडा मिटर भन्ने ढुङ्गा चाहिँ काटेर ढुङ्गा खप्दै दिइहाल्ने कि माथि आएर फिनिसिङ हाल्ने यो गोलोलाई यो भक्कै उठ्नुपर्छ कि हात बनाएको एउटा पुल बनाएको भन्नु भित्र सबै ढुङ्गा काटेर ढुङ्गा पनि हुनसक्छ क्या दुईवटा छिटो दुईटामा हुनसक्छ छिटो कुन ठिकै हो र यता हुन्छ
बाबु त 5 चोटि गरे किरा सबै जमाउने है त्यस्तै लानु ल खाला से कति आटेको यो खोलिदिनु दामा खोलिदिन्छु ल हाम्रो ग्याङ छ यता छम है रात परिसक्यो तर खाना छोड्दैन सबैलाई पुग्यो ल गर्न यता है सबैलाई पुग्यो कति कर आएको यार चीज बल्ले त है बाबु ल खाँदैछु त्यो त दोन यार मैले त्यता हाल्छु हजुर बाबु हिँड अन्दाजे ल बिमललाई बाबालाई बाबा भेनाजुलाई सबैलाई दिनु पर्यो के रे गर्नलाई ल बानी भएर है दुईटा बाबु राखे हराउँछ के रे दिनको तेरो तिनका जानुको सुरान्छु मसित जान्छु के